हेलो गुड इभिनिङ। आजको डिनर सिम्पल छ। यो साग र किनेमाको झोल भातसँग मैले यसमै हालेको बेला युज नगरेको। अनि यो बुङ्गाको अचार, यो लसुन र खोर्सानीको अचार, यो अन्डा करी बनाएको। अनि यो के अरे इस्कुसको मुन्टा, नयाँ मुन्टा र बस्तीको आलु फ्राई गरेको छ। यति नै खाने आज, सिम्पल, कम्ती भात खाएको बेलुका। दुध त सुरु गरे साथीहरू, सिम्पल छ आजको खाना। बुङ्गाको अचार बुङ्गाको अचार के मतलब एक्चुअली म चाहिँ किन हाँसेको भन्दाखेरि चाहिँ कि नानीले बाहिर बर उसको भिडियो गरिदिँदैन भनेर चाहिँ बाहिर गएर रिसिँदैछ नि त हो, उसको पापालाई के भन्दै भन्दैछ कि। अन्त म चाहिँ त्यो सुनेर चाहिँ हाँसेको नि त। अन्डा कस्तो खोर्सानी दलेर खाइदिउँ न त है, खोर्सानी। यसमा चाहिँ मैले लसुनको अचार छ कि, अन्त यो चाहिँ नखाउँ होला हो। अन्डाको रानी चाहिँ खाँदिनँ म बेसी, किन भन्दाखेरि चाहिँ बेसी प्रोटिन हुन्छ।
यो चाहिँ नखाउँ होला थालै चाटौँ मिठो भयो भने त थालै मिठो यो चाहिँ अचार बेसी पिरो रहेछ खाना चाहिँ यसरी थालै चिल्लो बनाउनु अरे अलिकति हुनु सकेन किनभने बेसी पिरो रहेछ अचार कि बेलुका चाहिँ कम्ती खाना खाएको तर मिठो भएछ अन्डा करी सिम्पल सादा घरको फुड है एउटा पनि यसमा कुनै हेल्थ मतलब शरीरलाई बिजाउने कुनै चिज छैन त्यसले गर्दाखेरि चाहिँ मिठो भयो टेस्टी